हेलो एभ्रिवान, फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो किचनमा। मलाई आशा छ तपाईँहरूले मेरो भिडियो सुरुदेखि लास्टसम्म हेरेर मलाई साथ दिनुहुन्छ भन्ने। आज मैले ज्वानोको रसको रेसिपी लिएर आएको छु। हामीलाई ज्वानोको झोल भन्ने बित्तिकै सुत्केरी अवस्थामा मात्रै खानुपर्छ भन्ने लाग्दछ, तर त्यो होइन। हामीले ज्वानोको झोल जहिले पनि बनाएर खान सक्छौँ। रुगाखोकी लागेको बेलामा होस्, जिवा दुखेको बेलामा होस्, यसले हामीलाई धेरै नै सन्चो गर्छ। त्यसको लागि मैले एउटा बटुकामा 2 चम्चा चामलको पिठो हालेर त्यसमा चिसो पानी हालेर त्यसलाई मजाले घोलेर राखेँ। त्यसपछि प्यान बसालेँ। प्यान तातेपछि म त्यसमा 1 चम्चा घिउ हाल्न गइरहेको छु। चिल्लो तपाईँहरूलाई कतिको मनपर्छ त्यही अनुसार एड गर्दा हुन्छ। घिउ मन पर्दैन भने तेल हालेर बनाउँदा पनि हुन्छ। त्यसपछि मैले त्यसमा मेथी फुराएँ। मेथी रातो भएपछि म त्यसमा ज्वानो एड गर्न गइरहेको छु। ज्वानोलाई मैले पिसेर राखेको थिएँ। ज्वानो एड गरेर ज्वानो मजाले रातो भएपछि त्यसमा लसुन अदुवाको पेस्ट हालेर चलाउन गइरहेको छु। ग्यास भने हामीले सानो नै राख्नुपर्छ, किनभने त्यो डढ्न सक्छ। मजाले त्यसलाई रातो पारेर भुटिएर रातो भएपछि मैले अघि त्यो चामलको पिठो घोलेर राखेको थिएँ, त्यो एड गर्न गइरहेको छु। त्यो चामलको पिठो हालेपछि त्यसलाई बिस्तारै मजाले चलाउनुपर्छ। नचलाउँदा त्यो चामलको पिठो डल्ला पर्न सक्ने सम्भावना हुन्छ। त्यसलाई मजाले पानी हाल्दै बिस्तारै चलाउने। त्यसो गर्दा चामलको पिठोमा डल्लो पर्दैन। त्यो मजाले उमाल्ने। त्यसपछि मैले माथिबाट मरिचको धुलो एड गरेँ, बेसार राखेँ। बेसार राखेपछि त्यसमा आवश्यकता अनुसार नुन राख्ने। हजुरहरूलाई मसलाको धुलो राखेर मनपर्छ भने मसलाको धुलो राख्दा पनि हुन्छ। मैले चाहिँ राखिनँ। अब हामीलाई कतिको बाक्लो रस खाने हो त्यही अनुसार हामीले त्यसमा पानी एड गर्नुपर्छ। त्यसमा मैले 1 कचौरा पानी हाल्न गइरहेको छु। यो ज्वानोको रस बनाउन छिटो मिठो हुन्छ। जाडो महिनामा सबैजनाले बनाएर खानुहोला। धन्यवाद सबैजनालाई।